यो बाटो चाहिँ मुगलिङ सडक खण्ड हो। अब यहाँ चाहिँ हामीले गर्नुपर्ने सुधार के हो? राम्रो त भयो, नयाँमा त राम्रो देखिन्छ नै, तर बर्खा आएपछि के हुन्छ? सबै कुरा खत्तम भएर जान्छ। जस्तै यो पहिरो देख्नुभएको छ नि, यो पहिरो चाहिँ हामीले कसरी निवारण गर्न सकिन्छ, पहिरोलाई कसरी रोक्न सकिन्छ भन्ने कुराहरू अहिलेदेखि नै सोच्नुपर्छ। अब यो पहिरो बर्खा आउँछ अनि पहिरो जान्छ, फेरि त्यसैलाई सोह्रो बाटो पुरै कच्ची भएर खाल्टा भएर धुलो भएर खत्तम हुन्छ। यसको लागि त्यो सरकारले अहिलेदेखि नै सबै कुराहरू योजना गर्नु पर्यो नि त। जस्तै पहिरो जाने ठाउँमा के भन्छ भने चाहिँ स्लोप प्रोटेक्ट वाल भन्छ क्या। अब त्यहाँ वाल लगाइदिनु क्या। वाल लगाइदिइसकेपछि अलिकति पहिरो जान लाग्यो भने त वालले छेक्छ अनि त्यसपछि बाटो सफा हुन्छ, धेरै जोखिम हुँदैन। एकदम बुझ्नु पऱ्यो नि त सरकारले, खै बुझेको। यो कुरा चाहिँ एकदम ध्यान दिनुपर्छ नि। म जान्ने विज्ञ त होइन, तर विदेशमा यस्तो कुराहरू देख्दाखेरि अचम्म लाग्छ। त्यत्रो पानी आउँछ, सबै हुन्छ, कहिल्यै पहिरो गएको मैले थाहा पाउँदिनँ होइन। अब प्राकृतिक नियम हो, जाने कुरा त गइहाल्छ, तर सानो सानो कुरालाई त अलिकति ध्यान दिनु पऱ्यो नि त। हामीले पनि गर्न सक्ने कुराहरू त गर्नु पऱ्यो नि त, होइन र?